तपाईले आदित्य र मेरो बारेमा नभएको कुरालाई किन बढाइ चढाइ गरेर सुनाउनु भयो? भान्जी, मैले कसलाई सुनाएर अनि यो सब तपाईलाई कसले भने? मलाई नचाहिँदो आरोप नलगाउनुस्। झुट नबोल्नुस् माइजू, मैले सबै कुरा थाहा पाइसके। मैले तिमीहरुमाथि नराम्रो व्यवहार गरे। यसमा मेरो केही गल्ती छैन। यो सब अरूको कारणले गर्दा भएको हो नातिनी। मलाई परिस्थितिले गलत बनायो। बिम्ती छ मलाई माफ गरिदेऊ। हजुरआमा, तपाई त कस्तो स्वार्थी र निष्ठुरी हुनुहुँदो रहेछ। यो घरमा बसेर कहिले सुख शान्ति पाइएन। बरु घरै छोडेर जाऊ। यो घरै छोडेर त कहाँ जाने हो र आमा? भाग्यले जहाँ पुर्याउँछ त्यही जाउँला नि। कुरा क्लियर छ। म तेरो बुढीलाई रखेल बनाएर राख्न चाहन्छु। के बनाउँछ सर मेरो बुढीलाई? रखेल बनाउँछ भनेको नि रखेल। बाबु, यो तिमीले कसले गरे यस्तो हालत? ड्याड, हाम्रो ऋण तिर्नु पर्छ भनेर लक्ष्यले यो सब गर्यो मलाई। ऋण तिर भनेको तिर्दिन भनेर हातपात गर्यो, कुटपिट गर्यो। ए, यो सब त्यो लक्ष्यले पो गरेको? अब म तिनीहरूलाई यो गाउँमा पनि राख्दिन। म तिनीहरूको परिवारलाई यो गाउँ निकाला गरेरै छाड्छु। यसलाई गाह्रो भएपछि यसलाई हस्पिटल लिएर हिँडिहाल्नुपर्छ। हस्पिटल लाने भनेर मात्रै हुन्छ? लगिहाल न, छोरालाई गाह्रो भइसक्यो। रिधे समौ लिएर जाऊ। ए भगवान, के भएको होला त यसलाई? अब मलाई त्यो लाउरेको परिवारले त्यसै छोड्दैन। झन् आजको घटनाले त यो गाउँमा एकछिन पनि बस्न दिँदैन। मैले रकीसँग झगडा गरेको कुरा यो घरमा थाहा पायो भने मलाई नै दोषी देख्छ, मलाई नै नराम्रो सोच्छ। किनकि त्यही रकीको कुरा सुनेर नै मैले टुलटुला चरित्रसँग भनेको थिएँ। त्यही रकीको कारणले गर्दा मैले आमासँग पनि ठुलो झगडा गरेँ। अब त यो घरमा मेरो कुरा सुन्ने पनि भएको छैन। आवेशमा आएर त्यो रकीसँग झगडा नगर्नु थियो, गरिहालेँ। त्यो रकीले टुल्कीलाई अपशब्द बोल्थ्यो। मैले आफूले आफूलाई सम्हाल्छु भन्दा भन्दै पनि आवेशमा आएर हात हाल्न पुगेँ। जे नहुनु थियो त्यो त भइसक्यो। मैले यस्तो कुरा सोचेर बस्नु भनेको नै आफूले आफूलाई कमजोर बनाउनु। बरु लाउरेको परिवारलाई कसरी सामना गर्ने त्यो चाहिँ सोच्न जरुरी छ। हजुरआमा, हजुरआमा, एकछिन आउनु न, सल्लाह गर्नु छ। आउनु न। किन बोलाइस? बस्नु। सुन्नु न हजुरआमा, आमा मसँग रिसाउनु भएको छ। आमालाई बोलाउनु न, एउटा सल्लाह गर्नु छ। बुहारी, ए बुहारी, किन लक्ष्यले बोलाएछ? आइज रिया। आउँदैन आइ, म आइज न, आइज। के भन्नु खोजिरहेछ? आइज। किन हो र? खै के भन्दैछ सुन। होइन, फेरि के सल्लाह गर्न पर्यो? म बाहिरको मान्छे छु, सल्लाह जस्तो कुरा त
घरभित्रको मान्छे र आफ्ना मान्छेसँग पो हुन्छ नि त। आमा मैले तपाईँको धेरै मन दुखाएको छु। म माफी माग्ने लायकको पनि छैन। तर आमा तपाईँसँग एउटा सल्लाह गर्न चाहन्छु। यसले के भन्न लाग्यो सुन न त सुन। ल भन् के भन्न आँट्यो तैँले? त्यो लाउरेको परिवारले हामीलाई त्यसै छोड्दैनन् र मलाई त जहाँसम्म लाग्छ अब त यो गाउँमा पनि बस्न दिँदैनन्। तिनीहरूले गाउँ समाज राखेर हाम्रो बेइज्जत गरेर निकाल्नुभन्दा पहिले नै हामी यो गाउँ छोडेर भागौँ। हुँदैन हुँदैन आमा, हामी यो गाउँ छोडेर किन जाने? चोरले जस्तो राति राति गाउँ छोडेर जानुलाई हामीले यो गाउँको के बिगार देखाएर? यसरी राति राति भागी भागी निक्लेर हिँड्दाखेरि गाउँले जलाको परिवारले त ठुलै गल्ती गरेछ भनेर नराम्रो सोच्दैनन् मलाई? हुँदै हुँदैन। यदि गाउँ छोड्नै परेछ भने पनि सारा समाजलाई अगाडि राखेर हिसाब किताब गरेर त्यसको छिनो फानो लगाएर छोड्नै परिएछ भने मात्र गाउँ छोडिन्छ, नत्र त्यतिकै छोडिँदैन। आमा तपाईँ किन कुरा बुझ्नु हुँदैन भने? कुरा मैले होइन तैँले चाहिँ नबुझेको होस्। कति नै के नै भन्नलाई सल्लाह गर्न बोलायो भनेर सोचेको त यस्तो ताइना तुइको कुरा गर्नलाई बोलाउने होइन। यसले ठुलै गल्ती गर्यो क्या हो? राति नै भाग्ने विचार गरिस् त? कस्तो तपाईँले कुरा नबुझ्नु भएको? भोलि गाउँबाट बेइज्जत भएर निस्केर जानुभन्दा अहिले नै राति भागेर जाउँ भनेको राम्रै त सोचेको हो नि। खुब राम्रो सोच्नु भए रहेछ मास अहिले। आमा कसैको कुरा नसुन्नु है। यहाँ यस्ता बौलाको कुरा सुनेर निन्द्रा खराब गर्नुभन्दा खुर्कै हिँड्नु सुत्नलाई। हिँड्नु भने आऊ। नमस्कार। तेरो नमस्ते तैसँग राख। तेरो छोरो कहाँ छ? बाहिर बोला। नमस्ते लाउरी बाला। तिम्रो नमस्ते तिमीसँगै राख। तिम्रो नाति कहाँ छ? यहाँ गुरुको बोलाऊ। लच्छे, ए लच्छे, लच्छे, यहाँ आइज। तेरो के पारा हो? तेरो कारणले गर्दा आज मेरो छोरो उहाँ हस्पिटलमा छ। लाउरेनी आमा मैले रकी दादालाई यतिकै हात हालेको होइन। के रे त्यतिकै हात हालेको होइन रे। मेरो छोरोले ऋण तिर भन्दा तैँले हात हालेको रे। मैले हात त हालेको तर हात हाल्नुको पनि कारण छ। म यहाँ तेरो कारण सुन्न आकी होइन, म त तिमीहरूलाई यो गाउँबाट निकाल्न आकी हो। बिन्ती छ लाउरेनी आमा एकपल्ट कारण त सुनिदिनुहोस्। तेरो कुरा मलाई केही पनि सुन्नु छैन। खुरुक्क घर खाली गर्ने, यहाँबाट निस्केर जाने। हिजो हात हाल्नेले भोलि ज्यान नमार्ला भनेर भन्न सकिँदैन। लाउरेनी आमा, लाउरे बा, मलाई यो विषयमा केही पनि थाहा छैन। मलाई त यो सबै कुरा अहिले हजुरहरू आएर भन्नुभएपछि मात्रै थाहा भयो। यिनीहरूको के कुरामा झगडा परेको हो यिनीहरू दुईजनालाई नै थाहा होला। लाउरेनी आमा, रक्की बाबु र यो त एकदमै मिल्ने साथी हुन्। के कुरामा यिनीहरूको झगडा पर्यो मलाई केही पनि थाहा छैन। फेरि यसले रक्की बाबुलाई मात्रै नराम्रो गरेको हो र लाउरेनी आमा मलाई र बुहारीलाई पनि कति पटक नराम्रो गरिसक्यो। अहिले यसको र मेरो बोलचालै छैन। त्यही भएर यो विषयमा त हाम्रो कुरै भएको थिएन लाउरेनी आमा। ज्वालामुखी, तँलाई तेरी बुहारी माइत जानुको कारण थाहा छ? थाहा छैन होला। आज म तँलाई कारण बताउँछु।
छोरा र बुहारीको सम्बन्ध त राम्रो रहेन रहेछ नि। तेरी बुहारीको नाठो त त्यो मास्टर रहेछ। रकी दादा, हामी बुढाबुढीको सम्बन्ध राम्रो छैन, बरु मेरी बुढीको सम्बन्ध अर्कैसँग छ भनेर तेरै छोराले भनेको रहेछ। हामी बुढाबुढीको सम्बन्ध राम्रो छैन भनेर नपत्या तेरै छोरालाई सोध। लाउरेनी आमा, तपाईँ यो के भन्दै हुनुहुन्छ? मलाई के सोधिरहन्छस्? तेरै छोरालाई सोध न। होइन, म के सुन्दैछु? अझै बोल्दैनस्? गुहाने आफ्नो घरभित्रको कुरा बाहिर गाउँलेहरूलाई गएर लगाउँदाखेरि इज्जत पाइँदो रहेछ कि गुमाइँदो रहेछ भन्ने कुरा अब बुझिस् होला होइन? यो सब घटनाको पछाडि के अर्कै कारण छ? मेरो केही गल्ती नै छैन। सुन्यौ तिमीहरूले? जो चोर उसकै ठुलो चोर भन्थे, अहिले यही भएन त? मेरो छोरालाई त्यत्रो कुटेर अझै मेरो गल्ती छैन भन्छ। ओइ ज्वाला, खुरुक्क तेरो परिवारलाई लिएर यो गाउँ छोडेर गइजा। लाउरे बा, तपाईँ पनि केही बोल्नुहोस् न। झगडा दुईजनाले गरेका हुन्। आला काचा केटाहरूले यसरी झगडा गरे भन्दैमा म मेरो बुढी भएकी सासूलाई यो गाउँबाट कहाँ लिएर जाउँ भन्नु त? बिन्ती छ हामीलाई यो गाउँबाट ननिकाल्नु। ज्वालामुखी, तिमी चुप लाग। यिनीहरूसँग आज म कुरा गर्छु। तिम्रै लोलोपोतोले गर्दा यिनीहरूले हामीलाई हेपेर यो सब भएको। आज यिनीहरूले हामीहरूको टाउकोमा टेकेर यो सब गरे, मेरो छोरालाई हातै हाले। भोलि यिनीहरूले छुरा हान्न सक्दैनन्। लाउरेनी आमा, बरु यही टाकालाई यो गाउँबाट अन्त कतै टाढो पठाइदिन्छु, तर हामीलाई ननिकाल्नुहोस् न घरबाट। अब म कसैको कुरा सुन्ने पनि छैन, मान्नेवाला पनि छैन। रिठे, जा त ढोकामा चाबी ला। त्यसो नभन्नु न लाउरेनी आमा, बिन्ती छ। हामी कहाँ जाउँ भन्नु त? जहाँ जानु छ त्यही जाने, तर यो घरमा नबस्ने। निस्केर खुरुक्क गइहाल्नु। एकचोटिलाई केटाहरूले गल्ती गरिहाले पाइँदैन त्यस्तो। भित्र केही पोको पुन्तुरो छ भने लिने, बाहिर निस्किने, थपक्क निस्किने, गइहाल्ने। भित्र छ भने जाने। कति चाहिँ हैरान देखा त यिनीहरूले। खाएपछि त तिर्नुपर्छ नि त। लाउरेनी आमा, म हजुरलाई फेरि पनि भन्दैछु, हामीलाई यो घरबाट ननिकाल्नुहोस्। बरु तपाईँहरूले जे भन्नुहुन्छ हामी त्यही मान्न तयार छौँ। अरू नै कुरा भएको भए म तिमीहरूलाई यो घरमा बस्न दिन्थेँ। मेरो छोरो मर्नु नबाँच्नुको अवस्थामा छ। अब तिमीहरूलाई म यो घरमा 1 सेकेन्ड पनि बस्न दिन्न। खुरुक्क निस्केर गइहाल। बिन्ती छ, म बुढी माफी माग्दैछु। हामीलाई यो घरबाट ननिकाल्नुहोस्। यो लक्ष्यलाई बरु हस्पिटलमै लगेर भयो नि रकी बाबुसँग माफी माग्न लाउँछु। हो हजुर, बरु यसले हस्पिटलमै गएर बाबुसँग माफी माग्न लगाउँछौँ। पर्दैन, अब माफी साफी केही पनि माग्नु पर्दैन। लाउरेनी आमा, मबाट ठुलो गल्ती भयो। मलाई दिनुहोस्, जे सजाय दिन्छ मलाई दिनुहोस्, तर मेरो आमा र हजुरआमालाई यो घरबाट ननिकाल्नुहोस्। बरु म आफै यो गाउँ छोडेर जान्छु। पर्दैन, नाटक पार्छस्। लाउरेनी आमालाई मेरो आमा र हजुरआमालाई यो घरबाट ननिकालिदिनुहोस् न लाउरेबा। तिमी केही पनि नबोल है।
तिमीले यिनीहरूलाई गाउँ निकाला गरेर राम्रो गरेनौ। के राम्रो के नराम्रो तिमीले मलाई सिकाइरहनु पर्दैन। तिमीले पनि तिनीहरूकै पक्षमा बोल्यौ भने तिमीलाई पनि म के गर्छु मलाई राम्रोसँग थाहा छ। आवा कतै पुग्नु नरहेनसम्म 2-4 दिन मेरै घरमा बसाइलु र हैन जान मेरो घरमा। तिमीले त्यति भन्यौ मेरो लागि त्यही ठुलो कुरा हो दिदी। अब म गाउँमा बस्दिन जबसम्म त्यो लाउरेको ऋण तिर्ने पैसा कमाउँदिन नि तबसम्म म यो गाउँमा फर्केर पनि आउँदिन। जलमुखी यी बुढी आमा लिएर कहाँ जान्छस् त? हेरौँ भाग्यले जता जता पुर्याउँछ त्यतै त्यतै जान्छ। लक्ष्य अब जे नहुनु थियो त्यो भइहाल्यो। अब आमालाई र हजुरआमालाई राम्रो ठाउँमा लगेर राख। त मन सानो नबना, त सानो पनि छैनस्। आमा र हजुरआमाको राम्रोसँग ख्याल गर। एउटा असल छोरा र नाति हुनुको कर्तव्य पुरा गर। रिठे आज जे नहुनु थियो त्यो भइसक्यो। हामी गाउँ निकालेको कुरा टुल्कीलाई चाहिँ नभन है। म भन्दिनँ। टुल्कीले धेरै कुरा सहेकी छ। यो हामी गाउँ निकालेको कुरा थाहा पायो भने ऊ दुखी हुन्छ र हामी चाहदैनौँ टुल्की दुखी होस्। जान्छु ल जाऊ अच्छा तुम त मसँग अल्प पैसा छ राखेर पर्दैन हैन राख बाटो खर्च हुन्छ। लौ त अब हामी जान्छौँ तर जाँदा जाँदै तिमीसँग एउटा वचन माग्छु। बिन्ती छ हामी यो गाउँबाट यसरी निक्लेर हिँडेको कुरा मेरो बुहारी र बुहारीको माइतीसम्म चाहिँ कुरा लाएर नपुर्याइदेऊ। हुन्छ म भन्दिनँ तर एक दिन त कुनै न कुनै दिन त तुर्कीले थाहा पाउलिन् नि। जुन दिन थाहा पाउली त्यही दिन हेरौँला तर अहिले हालसाललाई चाहिँ नभनिदिनु होला। हुन्छ बहिनी। सुरेन्द्र रामसँग बस्नु जाऊ भन्छ। सुन्नुभएको कसैले तपाईलाई के भनेको हो? कसैले केही भन्नुभएको छैन नानी। पक्कै तपाईलाई माइजूले गाली गर्नुभएको होला हो? होइन होइन छैन गाली गर्नुभएको। भन्नु न के दिदी तपाईले केही न केही त भएकै छ। मलाई केही पनि भएको छैन नानी। थाहा पाउँदिन क्या खुरुक्क भन्नु त। आफ्नो मनको कुरा आफ्नो नजिककै मान्छेले भन्यो भने म नलुङ्गो हुन्छ रे। अब हजुरको बहिनी मनै हो क्या रे मलाई भन्नु न। बहिनी आज राति मैले साह्रै नराम्रो सपना देखेँ। त्यो सपना देखेदेखि मनमा अनेक कुराहरू खेलिरहेका छन्। उता घरमा हजुरआमा बिरामी पो हुनुभयो कि बा आमालाई पो केही भयो कि? दिदी पनि फोन गर्न छाडेर के पिलिरहनु भएको फोन गर्नुस् न। जाऊ त फोन लिएर आऊ।
गर्न केही क्षणपछि पुनः प्रयास गर्नु। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। भान्जीहरू के भयो? किन बाहिर बसेको? हेर्नु न मामा, उता घरमा फोन गरेको कसैको फोनै लागेको छैन। के भयो कि हिजोदेखि नै फोन लागिरहेको छैन। फोन लागेन? भान्जी एकचोटि ज्वाइँलाई फोन गर न, लाग्छ कि? ज्वाइँलाई पनि फोन गरेको, उहाँको पनि फोन स्विच अफ छ। के भएछ त फेरि? सबैजनाकै एकैचोटि फोन अफ भएछ। मामा, तपाईसँग एडु अङ्कलको नम्बर छ? छ होला भान्जी, खै म हेर्छु। छ भान्जी। फोन गर्नु न एकचोटि। अन्तरे दाइ नमस्कार। नमस्ते भाइ, नमस्ते। के कति कामले फोन गर्नु भएको थियो दाइले? काम त त्यस्तो खास केही पनि थिएन। भान्जीले उता सम्झिनेहरूलाई फोन गरी थिइन्, फोनै लागेन हेर न। त्यही भएर के रहेछ हालखबर भनेर बुझ्नलाई हो। नेटवर्कको कारणले फोन नलागे होला दाइ। खोइ गाउँघरतिर के कसो छ मलाई त केही पनि थाहा छैन। म त यतैतिर छु अहिले। टुल्की छोरीलाई के चिन्ता नलिबस्नु भन्नु न, फोन लाग्ला नि पछि दाइ। ए ल त भाइ, ल हस् त दाइ, नमस्कार। भान्जी यदु भाइ पनि गाउँमा रहेनछन्, अलि बाहिरै रहेछन्। पिर नगर, अब देशको स्थिति तिमीलाई थाहै छ। बत्ती सत्ती गयो होला, पोलसल कतै ढल्यो होला नि त, चाँद नभएर होला। भान्जी अनि माइजू खै त? खै मामा, मैले पनि देखेकी छैन। कतै बाहिर जानुभयो होला। गयो होला नि कोसँग कुरा काट्नलाई। बेहोरा गतिले भयो कि हामी त कहाँ आउँथा नि त्यो। ल पिर नगर, बस्दै गर दिदीबहिनी है। हुन्छ। बाबु मलाई त हिँड्दा हिँड्दै भोक पनि लाग्यो, पानी प्यास पनि लाग्यो बाबु। अब एकछिनमा पसल आउँछ हजुरआमा, अनि त्यही केही खाउला नि। हिँड्नुहोस् बिस्तारै जा।
साउने पानी ल्याइदिनुहोस् न। साउने हजुर चिया बन्छ? बन्छ। 2 ठाउँ बनाइदिनु न है। हजुरआमा तपाईहरु जाँदै गर्नु म पैसा तिरेर आउँछु। साउने यो बोतल
के छ तिम्रो खबर? ठिकै छ। अनि तिमी त हरायौ त। यतिका दिन भइसक्यो, न फोन न मेसेज। के गइसक्यो उता घरतिर? गएको छैन नि टुल्की। पर्सिदेखि स्कुल लाग्ने भयो। म भोलि जाँदैछु। तिमी कहिले जाँदैछौ टुल्की? ए पर्सिदेखि नै पो स्कुल लाग्छ? त्यसो भए त हामी पनि भोलि नै जानु पर्ला। जाने बेला खबर गर न भनेको थियौ, त्यही भएर कल गरेको नि तिमीलाई। खबर गर्यो, खुसी लाग्यो। ल ल आदित्य, म तिमीलाई भोलि फोन गर्छु है। ए हुन्छ टुल्की। भान्जी मामा, मालतीको स्कुल पर्सिदेखि लाग्ने भएछ। अघि भर्खरै आदित्यले फोन गरेर भनेर पो थाहा भयो। त्यसैले अब हामी उता घर भोलि नै फर्किनु पर्छ होला। भोलि नै फर्किने हो र भान्जी? 2-4 दिन बसेर जाँदा हुन्थ्यो नि। हुन त हुन्थ्यो नि मामा, तर के गर्नु, अब उता घरमा आमा पनि एक्लै हुनुहुन्छ। अब मालतीको पनि स्कुल लाग्ने भयो, फेरि मालतीको स्कुल छुट्छ। बस्न त मन थियो नि। हुन्छ नि त भान्जी। अब मालती भान्जीको पढाइ छुटाउनु पनि त भएन नि। भान्जीहरू भोलि जाने भनेपछि त मालती भान्जी, मालती भान्जी हजुर यहाँ आऊ त। मालती भान्जी, तिम्रो पर्सिदेखि स्कुल लाग्ने रे। भोलि गाउँ फर्किने भनेपछि आज ड्युटी भान्जी र म भएर गाउँतिर घुम्न जानुपर्छ। फेरि आउने कहिले हो कहिले। दिदी त्यसो भए तपाईँ पनि हामीसँगै गाउँ डुल्न जाउँ है? म जाँदिनँ, तिमी जाऊ न मामासँग, म घरमै बस्छु। ए आउनु न के दिदी। होइन, तिमी जाऊ न मामासँग। जाऊँ न के? मालती भान्जी, दिदी घुम्न नजाने भनेपछि छोडिदेऊ न त। तिमी र म भएर मजाले घुमेर आउनु। जाऊँ न के दिदी, जाऊँ। तिमी जाऊ न मामासँग घुमेर आऊ। होइन के तपाईँ नै आउनु। मालती भान्जी, दिदीलाई जान मन छैन भनेपछि तिमी र म घुम्न जाऊँ हैन? जाऊ जाऊ, मामासँग घुमेर आऊ। जाऊ। सम्पर्क हुन सकेन, केही क्षणपछि पुनः प्रयास गर्नुहोला। सरी, द सब्सक्राइबर इज नट अवेलेबल। नमस्ते, बस न यता। हुन्छ। अनि रकी बाबु हस्पिटलमा हुनुहुन्छ कि घर आउनुभयो? हस्पिटलमै छ। कति गाह्रो भएको छ, कहिले डिस्चार्ज गरिदिने हो नि? बिचारा रकी बाबु हस्पिटलमा हुनुहुन्छ। मलाई कस्तो छ भनेर हेर्न आएकी थिएँ। जे होस्, ज्वालामुखीको परिवारलाई गाउँबाट निकालेर राम्रै गर्नुभयो। तिनीहरूको चुरफुरी कत्रो थियो मलाई पो थाहा छ त। जसको खाए त्यसैले लात हाल्ने हो तिनीहरू। त्यो ज्वालामुखी मेरो घरमा आएर त्यसले मलाई धन्दै कुटी। त्यो लक्ष्य भाउँदोलाई रकी बाबुले राम धुलाई गरे हुन्थ्यो नि, एउटा दुइटा कराई भाँद्या हुन्थ्यो। मेरो छोरो तिमीले भने जस्तो छैन। कसैले कुट्यो भने पनि उसले हात फर्काउँदैन। त्यही भएर त अहिले ऊ हस्पिटलमा छ। बिचारा रकी बाबु। रकी बाबुले चाँडै सन्चो होस्। अनि सुन्नु न लाउने आमा, एउटा कुरो, ज्वालामुखीको परिवारहरू गाउँबाट निकाला गरेपछि कहाँ जालान् भनेर सोच्नु भएको थियो होला। तिनीहरूको जान ठाउँ रहेछ नि त। अब तिनीहरू टुल्कीको मामा घरमा गएर मामाको सम्पत्तिमा मोज मस्ती गरेर बस्ने भए।
त्यो टुर्कीको परिवारलाई तपाईँले गाउँबाट निकालेपछि दुःख पाउली भनेको त झन् सुख पो पाउने भाइ। अनि तिमीले नै भनेको होइन त्यो टुल्कीको माइजूसँग मेरो राम्रो सम्पर्क छ भनेर। जसरी हुन्छ त्यो टुल्कीको परिवार अन्तरे दाइको घरमा पुग्नु भएन। बरु म तिमीलाई के सहयोग गर्नुपर्छ गर्छु, यो कुरा त्यो देविकालाई भनिदेऊ। यदि तिनीहरू केही गरी त्यहाँ पुगिहाले भने पनि त्यो ज्वालामुखीको परिवारलाई त्यो घरबाट बेइज्जत गराएर निकाल्नुपर्छ। हेत तेरिका लाउने आमा, यो कुरामा तपाईँ चिन्तै नगर्नुहोस्। के गर्नुपर्छ सबै कुरा मलाई थाहा छ। अनि लाउरेबा खै त? लाउरेबा त रक्कीलाई उहाँ हस्पिटलमा कुरेर उतै बसिरहनु भएको छ। तपाईँ चिन्ता नलिनुहोस्, यो कुरा चाहिँ हामी दुईजनाको बिचमै होस् है, कसैको कानमा पनि नपुर्याउनु। ल म चाहिँ गएँ है त अहिले। ल हस्, नमस्कार। ल घरमा को हुनुहुन्छ? घरमा को हुनुहुन्छ? को यति राति किन ढोका ढकढकाउनु भएको? हेर्नु न, पानी सकेछ, एक बोतल पानी पाइन्छ कि भने। सुन्नु न हजुर, हामी एकदमै धेरै टाढाको गाउँबाट आएको। साथमा बुढी आमा पनि हुनुहुन्छ, त्यही माथि बिरामी हुनुहुन्छ। नचिनेको गाउँठाउँमा यतिका राति भइसक्यो, कहाँ जाने, के गर्ने, कहाँ बास बस्ने केही थाहा छैन। आजको रात हामीलाई तपाईँको घरमा बास दिनु न है। हुँदैन हुँदैन, म बास दिन्न तपाईँहरू नचिनेको मान्छेलाई। जानुस् तपाईँहरू। बिन्ती छ हजुर, आजलाई जसरी भए पनि बास दिन पर्यो। बुढी हजुरआमा हुनुहुन्छ। हुँदैन, जानुहोस्। हुँदैन भनेपछि हुँदैन, जानुहोस्। एकछिन थकै मार्नु अनि उठेर जाउँला। हजुरआमा, हजुरलाई भोक लाग्यो होला है? छैन। मसँग खानेकुरा केही थियो? त्यति भोक छैन मलाई, तपाईँ खाना। पानी दे ना।
ल हेर अहिलेसम्म यहीँ बसिरहेको रहेछौ जाऊ भनेको सुनिन उठ उठ जाऊ हेर्दै खाँदै जस्तो छन् जाऊ छिटो जाऊ भनेको सुनिन कस्तो हुन्छन् मान्छे पनि छिटो नमस्कार म टुल्की हजुरहरूलाई आजको भाग कस्तो लाग्यो हजुरहरूलाई आजको भाग जे जस्तो लाग्यो कमेन्ट बक्समा गएर प्रतिक्रिया दिन नभुल्नुहोला र हजुरहरूको प्रतिक्रियालाई नै हामी ध्यानमा राखेर अगाडि बढ्नेछौँ धन्यवाद आमा